वाउ, कुन झरना हो यो? हामखोला झरना है। हामखोला त्यही अहिले हामी पुलमा बसेका थियौँ नि। यो चाहिँ हामखोला झरना हो। यो चाहिँ कति छ, कतिको हाइटमा छ यो? हाइट चाहिँ भएन है, तर ठिक छ, यो पनि राम्रो प्लेस छ है। ल एकदम खुसी साथ रमाइलो साथ अहिलेसम्म यहाँ आइपुगेको छ हामखोला झरनामा। अब यो लमजुङै पर्यो नि है, लमजुङै पर्यो यो। लमजुङ पर्यो भनेपछि ल ठिक छ। अब हामी 2 घन्टा लमजुङ हिँडेपछि नि बल्ल हाम्रो ताल खोला आउँछ, ताल आउँछ होइन। ताल पछि बल्ल मनाङ लाग्छ। हस्, हामी यहाँबाट अब छुट्नेछौँ है त। बाई बाई गाइज एभ्रीबडी। धेरै अप्ठ्यारो बाटोहरू छ क्या यो ढुङ्गा। म चाहिँ भन्छु हल्का अब भर्खर चलाउन जानेको मान्छेले आएर अलि अप्ठ्यारै छ होइन। यस्तो खोलाहरू छ मर्स्याङ्दी होइन, यो चाहिँ मर्स्याङ्दी हो। अब ओहो छेउबाट हिँड्न डर लाग्छ के, त्यही भएकोले स्लो राइड गर्नुपर्छ। 20मा हिँडेको छु म। अब मरेर त केही भएन। अब परिवार फ्यामिलीहरू हुन्छ नि त, फ्यामिलीको लागि जिउनुपर्छ भन्ने मेरो चाहिँ धारणा हो। अब हिमाल देखिरहेको उहाँ चाहिँ होइन, त्यो हिमालको नाम के हो मैले बिर्सेँ। ल है त, मैले बिर्सेँ ट्याक्कै। ल है हेर बाटो। वाउ, कुन झरना हो यो? हामखोला झरना है। हामखोला त्यही अहिले हामी पुलमा बसेका थियौँ नि। यो चाहिँ हामखोला झरना हो। यो चाहिँ कति छ, कतिको हाइटमा छ यो? हाइट चाहिँ भएन है, तर ठिक छ, यो पनि राम्रो प्लेस छ है। ल एकदम खुसी साथ रमाइलो साथ अहिलेसम्म यहाँ आइपुगेको छ हामखोला झरनामा। अब यो लमजुङै पर्यो नि है, लमजुङै पर्यो यो। लमजुङ पर्यो।